हेलो साथीहरू, आज हजुरहरू सामु एउटा रोचक कहानी लिएर आएको छु। यो कहानी वर्ल्ड वार वनमा घटेको घटना हो। वर्ल्ड वार 1 28 जुलाई 1914 देखि सुरुवात भएको थियो। 11 नोभेम्बर 1919 मा खत्म भएको थियो। वर्ल्ड वार 1 को अन्त्यतिर एउटा यस्तो घटना घटेको थियो जसको कारणले धेरै ठुलो विनाश भयो। सबैलाई थाहा छ, हिटलर वर्ल्ड वार 1 मा एउटा साधारण सैनिक मात्र थियो। वर्ल्ड वार 1 मा हिटलर एउटा साधारण सैनिक मात्र थियो। वर्ल्ड वार 2 को जिम्मेवार हिटलरलाई मानिन्छ। यसमा के भयो भन्दाखेरि वर्ल्ड वार 1 अन्त्यतिर आइसकेको थियो, लगभग इन्डिङतिर आइसकेको थियो। फ्रान्समा एउटा युद्ध भइरहेको थियो। जर्मन सैनिक र ब्रिटिस सैनिक आम्ना सामना युद्ध लडिरहेको थियो। ब्रिटिस सैनिक हेनरी टेन्डी को राइफलको अगाडि एउटा घाइते जर्मन सैनिक आयो। हेनरी टेन्डीले सोच्यो, अब युद्ध अन्त्यतिर आइसक्यो, अब के मार्नु। त्यही भएर त्यो जर्मन सैनिकलाई नेग्लेक्ट गर्थ्यो। त्यति बेला जर्मनको चान्सलर क्यासर विलियम भागेर नेदरल्यान्ड गइसकेको थियो। लगभग युद्ध सकिनै आँटिसकेको थियो। अब हेनरी टेन्डीले त्यो एउटा जर्मन सैनिकलाई जीवनदान दियो। त्यो जर्मन सैनिक कोही अरू होइन, एडल्फ हिटलर थिए। यो कुरा हिटलरले आफूले नै पछि खुलासा गरेको थियो। हेनरी टेन्डी वर्ल्ड वार 1 सकेको 20 वर्षपछि 1 सेप्टेम्बर 1939 मा वर्ल्ड वार 2 स्टार्ट भयो र 1945 मा वर्ल्ड वार 2 सिद्धियो। यो वर्ल्ड वार 2 को दौरान मानव जीवनमा धेरै ठुलो क्षति भयो। वर्ल्ड वार 2 मा लगभग 5 करोड सिभिलियनको मृत्यु भयो, 2 करोड आर्मीको मृत्यु भयो। यो वर्ल्ड वार 2 को जिम्मेवार सबैले हिटलरलाई मान्छ। यदि हिटलर वर्ल्ड वार 1 मा नै मरिसकेको भए वर्ल्ड वार 2 हुने थिएन। हेनरी टेन्डी ब्रिटिसको एउटा आर्मी हो। उसको मृत्यु 1977 मा इङ्ल्यान्डको एउटा हस्पिटलमा भयो। हेनरी टेन्डी आफू मर्नुभन्दा पहिला जिन्दगीभरि त्यसले पश्चाताप गरिराख्यो कि मैले काश त्यो दिन हिटलरलाई मारिदिएको भए सेकेन्ड वर्ल्ड वारमा त्यत्रो क्षति हुने थिएन। जिन्दगीभरि त्यसले पस्तायो कि मैले हिटलरलाई किन छोडेको। हेनरी टेन्डी 1977 मा उसको मृत्यु भयो। मर्नुभन्दा केही छिन पहिला त्यसले आफ्ना समर्थकहरूलाई भनिरहेको थिए, म मरिरहेछु, त्यसको चिन्ता मलाई छैन। यदि मलाई जिन्दगीभरि अफसोस भयो र अहिले पनि अफसोस भइरहेको छ, त्यो दिन मैले एडल्फ हिटलरलाई किन छोडे। ल साथीहरू, यो कहानी कस्तो लाग्यो? यस्तै रोचक कहानी म सधैँ लिएर आउनेछु। आजको भिडियो यतिसम्म। हजुरहरूले सुन्नुभयो, धन्यवाद। यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।